Namaste, I'm Santosh Puri, Vice President of Consumer Business with Subisu since past 10 years. शनिबार भुइँचालो गयो महाभूकम्प भनेर नाम दिएछौँ हामीले. आई हुन्छ नि डु नट अग्री विथ द नेम इट्सेल्फ. भुइँचालो गयो, डिजास्टर भयो, ठिक छ. सुबिसु चाहिँ हेज बिन वर्किङ टुवर्ड्स प्रोभाइडिङ कनेक्टिभिटी सर्भिसेस टु ब्याङ्क्स, मेजर इन्स्टिट्युसन्स, जसले चाहिँ हाम्रो लाइफ सजिलो बनाइदिएछ. टिकटिङ गर्नेदेखि लिएर मोबाइलबाट पेमेन्ट गर्नेदेखि लिएर एटिएमबाट पैसा निकाल्ने, एनी ब्रान्च ब्याङ्किङ सर्भिसदेखि लिएर रिमोट एरियासम्ममा युएन एजेन्सिजहरूदेखि लिएर रिटेल सर्भिस इन्डिभिजुअल युजरलाई धरि बनाइदिएको छ. सो त्यसमा हामीलाई सबभन्दा इम्पोर्टेन्ट कुरा के भयो भने हाम्रो वान अफ द फ्यु अफ द मेजर कस्टमर्समा चाहिँ आर्म पुलिस फोर्स एउटा भयो, जसको एन्टायर नेपालभरिको नेटवर्क हामीले रन गर्छौँ. उनीहरूको अटोमेसन हाम्रै थ्रु भएको छ. त्यस्तै नेपाल प्रहरीको एन्टायर नेसनवाइड नेटवर्क हाम्रो नेटवर्कमा छ. अब ठुल्ठुलो ब्याङ्कहरूको कुरा गर्दा सरकारी ब्याङ्कमा राष्ट्र वाणिज्य ब्याङ्क भयो, नेपाल ब्याङ्क भयो, कृषि विकास ब्याङ्क भयो, अरू प्राइभेट कमर्सियल ब्याङ्क्सहरू पनि उनीहरूको ब्रान्च र एटिएमको नेटवर्कहरू हाम्रोमा रन हुन्छ. सो सबभन्दा पहिला भुइँचालो आएको दिन बेलुका हाम्रो डिरेक्टर्सहरू हामी 1 नम्बर बिल्डिङ भन्छौँ, नेसनल कलेज अगाडि छाता भएको बिल्डिङ, हाम्रो मेन सिस्टम चाहिँ त्यहीँ छ. त्यहाँ भेला भयो. अब के गर्ने त, बेलुका भेला भइसकेपछि अब के गर्ने भन्ने कुरा भयो. सो भोलि बिहान एकचोटि भेटौँ, हामीले यहाँको ड्यामेज असेस गऱ्यौँ. हाम्रो खासै ड्यामेज केही भएको थिएन. यो अहिले बसिरहेको बिल्डिङ चाहिँ अलिअलि क्र्याक भएको थियो, नभए अर्को हाम्रो 2-3वटा बिल्डिङ केही पनि भएको थिएन. सो फर्स्ट थिङ हामीले भोलि बिहानदेखि काम गर्नु पऱ्यो र प्रायोरिटाइज गरेर काम गर्नु पऱ्यो. हाम्रो नेटवर्क कहाँ अप छ र हाम्रो सर्भिसेसहरू कहाँ अप छ. सबभन्दा बढी चाहिएको भनेको हामीले बुझेको चाहिँ सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनि युएनडब्लुएफपी, अनि युनिसेफ, रोजा, यिनीहरूले जसले चाहिँ रिलिफको कोअर्डिनेसन गरिरहेको थियो, रिलिफमा डिरेक्टली इन्भल्भ थियो, उनीहरूको कनेक्टिभिटीहरू चाहिँ प्रायोरिटाइज गर्ने भनेर हामी सन्डे भेला भयौँ. धेरै मान्छे थिएन. हामी वी आर 700 पिपल स्ट्रेन्थको कम्पनी हो. हामी 40-50 जना मात्रै थियौँ चाहिँ. तर त्यहाँ आइसकेपछि हामीले अब ऱ्यान्डमली टेन्ट राख्यौँ अगाडिपट्टि. टेन्ट पनि होइन, एउटा प्लास्टिकको टुक्रा थियो, हाम्रो सामान छोपिरहेको. त्यहाँ अगाडि राखेर भित्र बस्न सबैलाई डर लागिरहेको थियो. सो अगाडिपट्टि राखेर एउटा व्हाइट बोर्डमा प्रायोरिटी सेट गऱ्यौँ. 1 नम्बरमा यसलाई, 2 नम्बरमा यसलाई, 3 नम्बरमा यसलाई, 4 नम्बरमा यसलाई, 5वटा प्रायोरिटिज राख्यौँ. त्यसपछि हामीसँग जति लिमिटेड रिसोर्सेस मान्छे अभाइलेबल थियो, उनीहरू डिरेक्टली फिल्डमा हाम्रो पावर ब्याकअप चेक गर्ने, पप्सहरूमा गएर पोइन्ट अफ प्रेजेन्समा गएर पावर ब्याकअप चेक गर्ने केदेखि लिएर कस्टमर एन्डको काम चाहिँ हामीले अलिक गर्न पोसिबल थिएन. र हाम्रो पोइन्ट अफ प्रेजेन्सबाट कस्टमरको एन्डसम्मको लिङ्क अप छ भने चाहिँ त्यसलाई चाहिँ मेन्टेन गरिदिने. पावर जेनेरेटर बोकेर दौड्यौँ रातभरि हामी होइन. सो फर्स्ट डे त्यही नै भयो. फर्स्ट डेको काम हुँदाहुँदै दिउँसो फेरि हाम्रो आफ्टर सक आयो अलिक ठुलै. हामी सबैजना यहीँ थियौँ. 1-2 जना हामी लन्चको लागि बल्ल तयार भइरहेको थियौँ. अर्को एउटा पोजिटिभ न्युज चाहिँ हामीले मेन्सन गर्नुपर्ने स्पेसल मेन्सन चाहिँ हाम्रो नेपाल हाउस रेस्टुरेन्ट यहाँ बालबाटारको, दे आर ओपन सिन्स दि डे. स्याटरडेदेखि नै खुला छ. दे हेभ बिन सर्भिङ बुफे मिल्स फर एभ्री वान. इट मेड आवर लाइफ भेरी इजियर. सो उनीहरूले दे डिड नट ओन्ली प्रोभाइड फुड्स बट दे अल्सो प्रोभाइडेड सेल्टर फर फ्यु पिपल फ्रम अराउन्ड हियर, जसको घर अलि सानो छ, आँगन छैन, तिनीहरूलाई उहाँहरूले बस्ने व्यवस्था पनि मिलाइदिनु भएको थियो. सो हामी सबैजना त्यो थियौँ. सेकेन्ड डेको भुइँचालो जुन गयो, सन्डेको भुइँचालो दिउँसो गयो, अलिकति अननर्भिङ नै थियो. त्यसपछि काम हाम्रो सडनली अड्यो. जो फिल्डमा थिए उनीहरू पनि फर्केर आए. हामी यहाँ भएको मान्छे पनि अब घर जानुभयो, प्रायोरिटी फ्यामिलीमा घर गयौँ. भोलिपल्ट फेरि बिहान 9:30 बजेभित्र सबैजना भेट्ने भनेर. तर फर्चुनेटली 9:30 बजे होइन, 8:30 बजे नै हामी सबैजना भेला भइसकेका थियौँ. अनि फेरि जुन हाम्रो डिस्कन्टिन्युड भएको काम थियो त्यसरी चाहिँ कन्टिन्यू गर्न थाल्यो. त्यसमा चाहिँ हामीले 2टा टिम बनाएको थियौँ, इन्क्लुडिङ आवर डिरेक्टर्स, हामी बिपी, एबिपी, म्यानेजर्स, हामी जतिजना अभाइलेबल छ त्यसमा 2टा टिम चाहिँ, एउटा कस्टमर साइडको कन्ट्याक्ट गर्ने, एउटा नेटवर्क साइडको हेर्ने भनेर 2टा टिम बनाएर इमर्जेन्सी रेस्पोन्स टास्क फोर्स बनाएर त्यसरी काम गर्दै गयौँ. र ओभर डेज मन्डे ट्युसडे हुँदै जाँदा हाम्रो स्ट्रेन्थ पनि बढ्दै गयो. घर गएको मान्छेहरू फर्केर आउन थाले, ग्रेजुअली बढ्दै गयो. र हामीले अब सबैजना फिल्डमा गएर रिलिफ वर्क हुन्छ, इमिडिएट रिलिफ वर्कमा बिजी थिए भने हामी चाहिँ फिल्डमा गएर काम गर्ने मान्छेहरूको लागि कम्युनिकेसन सबभन्दा इम्पोर्टेन्ट कुरा भयो. सो कम्युनिकेसन कसरी अप गराउन सकिन्छ भनेर हाम्रो कन्ट्रिब्युसन चाहिँ त्यही नै थियो. त्यो कन्ट्रिब्युसनको कुरा तपाईँहरूसँग स्ट्याटिस्टिक छ डे 1मा व्हेन द अर्थक्वेक हिट what percentage of your network was down?
काठमाडौँ भ्यालीभित्रको हामीसँग स्ट्याटिस्टिक्स अझै निक्लिया छैन किनभने एकदमै ठुलो छ काठमाडौँभित्रको नेटवर्क। काठमाडौँ भ्याली बाहिरको कुरा गर्दाखेरि डे 1 मा हाम्रो लमजुङको एउटा हाम्रो 63 डिस्ट्रिक्ट्समा प्रेजेन्स छ। त्यसमा खालि लमजुङ एउटा मात्रै डाउन थियो, त्यो पनि फर्चुनेटली सन्डेको दिन त्यो पनि अप आयो। हाम्रो जहाँ त्यो कनेक्टिभिटी थियो न फाइबर बिग्रेको रहेछ न पपमा केही त्यस्तो ड्यामेज भएको थियो। र हाम्रो सबभन्दा पोजिटिभ पार्ट चाहिँ के भयो भने दो हामी यत्रो ठुलो अर्थक्वेक आउँछ भनेर प्रिपेयर्ड चाहिँ थिएनौँ, तर कस्तो हाम्रो इक्विपमेन्ट राखेको रुमहरू चाहिँ एकदम प्रपर इक्विपमेन्ट्स आर प्रपरली स्ट्याक। ब्याट्रीहरूको आफ्नै ऱ्याक छ, स्विचेसको आफ्नै ऱ्याक छ, एभ्रिथिङ इज प्रपरली टाइड अप। सो हामी जति पनि पपमा गयौँ काठमाडौँको अलमोस्ट सबै पप भ्याइसक्यो हामीले, अलमोस्ट होइन सबै नै पप भ्याइसक्यो, कहीँ पनि केही पनि ड्यामेज छैन। इक्विपमेन्टहरू जस्ताको त्यस्तै छ, खालि प्रब्लम चाहिँ पावरले गरेर मात्रै भयो हामीलाई। र अब अलिकति मेजर डिजास्टर भएको ठाउँमा जस्तो बालाजु गुम्बुको एरिया भयो, बसन्तपुर एरियाहरू, त्यसमा चाहिँ अब हाम्रो नेटवर्कको केबल्सहरू कट भएको छ। हामीले त्यहाँ चाहिँ काम सुरु गरिहाले चाहिँ छैनौँ, अलिकति जहाँ जहाँ गर्न मिल्छ त्यहाँ चाहिँ गरिसक्यौँ। कि एस्टिमेटेड ड्यामेज इन टर्म्स अफ फाइनेन्सियल्स तपाईँको के छ आफ्नो प्रपर्टी ड्यामेजहरू? राउन्ड अबाउट 1 मिलियन। अब ड्यामेजको कुरा गर्दाखेरि स्ट्रक्चरमा इरिपेरेबल ड्यामेज त्यस्तो चाहिँ हाम्रो खास ड्यामेज खासै भएन कि हाम्रो जति 700+ इम्प्लोइज छौँ, हाम्रो इम्प्लोइजहरू एभ्री वान इज अल राइट। एकजना इम्प्लोइको चाहिँ अब त्यो भित्र रुममा काम गर्दा गर्दै भुइँचालो आयो, भाग्दाखेरि चाहिँ 2 खुट्टा फ्र्याक्चर भएको छ। 3 जना जम्मा, एकजना अलि त्यो 2 खुट्टा फ्र्याक्चर भएको भएर ऊ अलिकति नराम्रोसँग हिँड्नु, अब उसलाई असिस्टेन्स चाहिन्छ सबै चिज गर्नलाई। अर्को 2 जना घाइते भएको छन्। अब धेरै मान्छेको घरहरू चाहिँ भत्किएको छ, तर ह्युमन लसेस क्याजुअल्टिजहरू चाहिँ हाम्रो त्यत्रो ठुलो इम्प्लोइ बेस नेपालभरि कहीँ पनि भएन। अब तपाईँहरूको जुन बिजनेस तपाईँहरूले सपोर्ट गर्नुभयो जस्तो धेरै स्पेसल फोर्सेसहरूको कुराहरू भयो, ब्याङ्क्स फरेन इन्स्टिट्युसनको कुराहरू भयो, हेज एनी वान अफ देम कल्ड यु एन्ड से सुबिसु ग्रेट जब keeping your network alive? Exactly. People have. Is it not appreciated at all? No, it's appreciated. जस्तो एउटा कस्टमरको एक्जाम्पल लिन्छु म, नेपाल SBI ब्याङ्क लिमिटेड, they were on our nerves. यस्तो बेलामा उनीहरू हामीलाई अप गरिदियो they were on our nerves। तर सबै चिज अप भयो, उनीहरूको सबै डे 1 मा पनि उनीहरूको जम्मा 5वटा लोकेसन मात्रै डाउन थियो काठमाडौँमा। सो डे 3 मा जाँदाखेरि हामीले त्यो 5वटा ब्याङ्किङ लोकेसन पनि अप गरिदियौँ। त्यति भइसकेपछि उनीहरूको आइटीको टिम आएर हामीलाई भेटेर, हाम्रो सिइओलाई भेटेर थ्याङ्क यू डिड अ वन्डरफुल जब भनेर भन्यो। वी बिन रिसिभिङ इमेल्स एज वेल। अब जस्तो हाम्रो रिलिफको लागि कोअर्डिनेसन सेन्टर्सहरू छ जहाँ हामीले इन्टरनेट तुरुन्तै जतिजना मान्छे थियो हामीसँग अलि तारसार तान्न नजिकैको ठाउँहरूमा त्यो चाहिँ गरेर हामीले 2-3 ठाउँमा दिएको छौँ। त्यहाँबाट पनि वी बिन रिसिभिङ अ लट अफ थ्याङ्क युज, सो उनीहरूको कोअर्डिनेसनको काम चाहिँ अलि इजी भयो भनेर। Why do you think it is necessary to stay positive, especially in the business world? Business sentiment must be up, you know? के कारणले गर्दा चाहिँ त्यो तपाईलाई we all have to start talking positive जस्तो लाग्छ? अब सबभन्दा मेन कुरा डिजास्टर हुनु थियो, भइसक्यो, इट्स डन एन्ड आउट। अब हामीले अहिलेको तुरुन्तैलाई इमिडिएट असिस्टेन्स जहाँ जहाँ चाहिएको छ त्यो ठाउँमा पनि राम्रैसँग पुग्न थालिसकेको छ। इट्स 12th डे आई गेस। सो 12th डेमा मैले पर्सनली पनि जतिवटा कोअर्डिनेसन सेन्टरहरू छ, जति ठाउँमा राहत जम्मा गरेर डिस्ट्रिब्युसन गर्ने सेन्टर्सहरू छ, पर्सनली मैले जति पनि ठाउँ चिनेको छु, दे हेभ बिन रिचिङ टु पिपल। कहीँ 4,000, कहीँ 7,000, कहीँ 15,000, कहीँ अब 25 डिस्ट्रिक्ट्स जुन मेजरली डिभास्टेटेड भएको छ त्यो 25 डिस्ट्रिक्ट्समा अलमोस्ट सबै डिस्ट्रिक्टमा 100% पुगिसकेको छैन, तर इमिडिएट राहतहरू चाहिँ पुगि नै रहेको छ। त हामी चाहिँ वी स्टार्टेड लुकिङ फरवर्ड। अब अहिलेको इमिडिएट त धेरैजना मान्छेले एभ्री वान इज गोइङ आउट, एभ्री वान इज हेल्पिङ, र नेक्स्ट सोच्ने जस्तो तपाईँले कुरा गर्नुभयो, नेक्स्ट अब हाम्रो धेरै चिज बिग्रेको छ होइन, इकोनोमीमा एक्ज्याक्टली कति हिट गरेको छ भन्ने कुरा हामीले अहिले एस्टिमेट पनि निकाल्न सक्दैनौँ। र अब डाउन द लाइन मान्छेले बाँच्न त बाँच्यो, बाँचिसकेपछि लाइफ त सस्टेन गर्नु पऱ्यो नि त। लाइफ सस्टेन गर्नलाई काम चाहियो, खेतीपाती भएको मान्छेलाई खेतीपाती गरेर त्यो प्रड्युस यहाँ आउनु पऱ्यो, किन्नु पऱ्यो, किन्ने मान्छेसँग क्यापेबिलिटी हुनु पऱ्यो। सो बेसिकली स्टेइङ पोजिटिभ भनेको चाहिँ हामीले बुझ्दाखेरि बिजनेस जसको रन भइरहेछ रन गरि नै राख्नु पऱ्यो।
र जसको बिजनेस रन भइरहेको छैन हामी सबैजना मिलेर हेल्प गरिदिनु पऱ्यो बिजनेस रन गर्नलाई सो द्याट पिपल आर नट आउट अफ द जब्स इन नेक्स्ट 2, 3, 4, 5 मन्थ्स र हाम्रो पार्टबाट कन्ट्रिब्युसन भन्दा कन्टिन्युटी बिजनेसको कन्टिन्युटी गर्नु नै हाम्रो नेसन बिल्डिङमा चाहिँ ठुलो योगदान हुन्छ जस्तो लाग्छ सस्टेन गर्ने भनेको हाम्रो बिजनेस जुन लेभलमा छ जसरी छौँ हामीले जति लिमिटेड तरिकाले सक्छौँ सकेसम्म बढाएर गर्नु पऱ्यो अपर्च्युनिटिजहरू ओपन राख्नु पऱ्यो सधैँलाई किनभने हामीले आज अब टु बी भेरी फ्र्याङ्क अहिले पनि हामी काममा मेजर हाम्रो डिजास्टर रिकभरीको कामहरू सकियो होइन अहिले चाहिँ हामीले वी बिन रिसिभिङ कल्स फर इन्डिभिजुअल कस्टमर्स एज वेल इन्डिभिजुअल कस्टमरको पनि अब लास्ट माइलको घरभित्रको कनेक्सन गएर हामीले मेन्टेन गरिरहेछौँ भनेपछि हाम्रो अपरेसन अलमोस्ट नर्मल भइसकेको छ अब नर्मालिटीको कुरा गर्दाखेरि चाहिँ हामीले जुन टेन्ट लगाएर बस्यौँ हामी 4-5 दिन टेन्ट लगाएर 2टा बिल्डिङमा बसेका थियौँ एउटामा चाहिँ नेटवर्क एन्टरप्राइज कस्टमर्स नेटवर्क हाम्रो कोर नेटवर्कमा फोकस थियो अर्कोतिर चाहिँ हाम्रो रेगुलर कस्टमर जो केबल टिभी चलाइराख्नु भएको छ केबल इन्टरनेट चलाइराख्नु भएको छ डिजिटल टिभी चलाइराख्नु भएको छ उहाँहरूको लागि अब अनफर्चुनेटली हाम्रो कल सेन्टरमा एकदम ठुलो कपासिटीको कल सेन्टर छ कल सेन्टरको मान्छेहरू आइसकेको थिएन सो 4-5 जना जतिजना थियो उनीहरूले कल उठाउनै भ्याउँदैन हिजोदेखि बल्ल कल सेन्टर नर्मल हुन्छ हाम्रो नर्मल अपरेसनमा गएको छ सो कस्टमरहरूको कल आएन भने हामीले फेसबुकबाटै हाम्रो अफिस छ कि चाहिँ आउनुहोस् होइन भने फेसबुकमै मेसेज पठाइदिनुहोस् हामी विल एक्ट भनेर भनिरहेको थियो सो नर्मालिटीको कुरा गर्दा त्यो 4th डेदेखि नै हामी वी स्टार्टिङ टु गिभ न्यू कनेक्सन्स सो क्लोजिङ रिमार्क्स वुड बी वी आर नाउ ओपन फर बिजनेस द बिजनेस Subisu is doing now regular businesses. We are even hiring people, new people. We have vacancy in almost all of the departments. So people, whoever is watching, we have vacancy in engineering, we have vacancy in sales, we have vacancy in data entry levels. So whoever is interested, just write in an email to us. We'll set up an interview. We'll start working. And lastly, I would like to thank you for your great service to your customers.